त्यहाँ पछाडि हाम्रो सुजन दा जाँदै हुनुहुन्छ। जानुपर्ने विराटनगर हो होइन, यो इट्स अ सेपरेट थिङ। अहिले हल्का इभिनिङमा यहाँ नेपालमा हाम्रो हिचहाइकिङ हुँदैछ। पथरीभन्दा लगभग म त्यही 2-3 किलोमिटर अगाडि छु होइन। अनि सुजन दा चाहिँ गइसक्नुभयो इटरीको डाइरेक्ट लिफ्ट लिएर। अब मैले पनि यहाँ लिफ्ट लिनुपर्ने हुन्छ। सबजना यस्तो मुख गर्दै उता जान्छ, जहाँसम्म गएको त्यहाँसम्म लगिदिँदा भइहाल्छ नि सन होइन र। आज कारलाई पनि लिफ्ट माग्ने हो। यो नेपाली कारहरूले यस्तो बुझ्दैन क्या, विदेशीहरूले मात्रै हो यस्तो बुझ्ने। त्यही देखाउनलाई मैले भ्लग बनाएको है, यो सेपरेट भ्लग है, सेपरेट भ्लग। हिचहाइकिङ टु विराटनगर इभिनिङ टाइममा आएको चाहिँ हामी चन्द्रगढीबाट हो आज। हल्का अब होइन, मसँग बोट पनि छैन क्या। बोट दाइले लग्नु भयो, त्यो भएर हल्का गिद्दी भइरहेछ। बोट भएको त ठ्याप्प देखाउँदा हुन्थ्यो। यहाँ हात देखाउँदा फेरि हल्का समस्या छ क्या अब रोक्न हर्नलाई। तर यसो मान्छेहरू समझदार हुनु पर्यो। धेरैजना दाइहरूलाई रोकिदिनु भनेर भनेको, बिचराहरू हिम्मत हारेर चल्दिनु भयो क्या। कोही रोक्दैन, मा टोक्ने मलाई रिस उठिसक्यो भन्यो, सबजना गइदियो। यस्तै छ अब। हिचहाइकिङ गर्न गाह्रो छ नेपालमा होइन। गाडीहरूको त कमी छैन, तर दिनेहरूको चाहिँ कमी छ क्या। वाह, मलाई लानु न साइकलमा हो। साइकलमा हिचहाइकिङ गरिदिन्छु फेरि म। सनहरू रोक न यार, सनहरूले रोक्दैनन्। भोक लागिसक्यो। 2 जना हुनु रहेछ दाजुभाइहरू। रमाइलो छ, रमाइलो गर्नुपर्छ। यस्तै छ। 2 दिनको जिन्दगीमा 1 दिन बाँचिसक्यो। यो लेडी राइडर हो नि फेरि, बुलेट पड्काउँदै पटार पार्दै। लेफ्ट कारवाला दाइ यस्तो रोक्दै त फेरि अचम्म भइहाल्थ्यो नि। कहाँ रोक्छ, खाली थिएन। आमा नेपाली आयो है। यो के हो यो? आम्मै कुचो रहेछ दाजुको। Pop. अब त म बाइक होइन गाडीमा चल्दिन्छु नि फेरि। गुरुले लानुहुन्छ कि हुन फेरि। गुरु कहाँ हिँड्नु भएको? मलाई पनि लगिदिनुहुन्छ बिना पैसा? बिना पैसाको लादैन। हस् धन्यवाद दाइ। नो वरिज, इट्स ओके। लान पनि पाइयो, नलान पनि पाइयो। कार रोकन हो साथी हो। सब फुल आइरहेछ। फुल नआए पनि यत्रा रोक्ने हो कारवालाहरूले। आज लिफ्ट सन। दाजु मलाई पनि लाग्दैन न। हजुर कहाँ हिँड्नु भएको? म विराटनगर हिँडेको। घर मेरो 5 थर। लगिदिनुहुन्छ? मेरो राजा थापा। एउटा गाडी जान्न ल, यो सरकारी गाडी छ। माकुरी हो, हिचहाइकिङ गराउ न यार। कसैले लान मान्दैन त। अन क्यामेरा देखाइदिन्छु म। यो
खाली पनि आउनु पर्यो नि तेरो बाटो हेर उडेको गाडीहरू थुक्क आथु यो म्यान लिफ्टवाला बोर्ड नभएर पनि हो क्या अलिकति कष्ट परेको म्यान म दाइ बिना पैसा लग्दिनु न लानुहुन्छ विराटनगर कहाँ हिँड्नुभएको मलाई पनि लगिदिनु न यहाँ आज हाल बाँधिदिनु न रमाइलो देखेको डा हो पैसाको जमाना छ मा बिना पैसा केही हुँदैन क्या यो दाइको त बाइकै खाली छैन जस्तो छ यो पैसाको जमानामा बिना पैसा काम छैन भाइ काम गर तिमी दाम कमाऊ तिमी यो ऋणतिर तिमी यस्तो हो मान्छेलाई अवेरनेस छैन नि त सबै चिज पैसा हो जस्तो लाग्छ होइन तर अल्टिमेटली सब चिज पैसा होइन लाइफ इज प्रेसियस लाइफ इज भ्यालुएबल आज यो गाडी खाली छ खाली भयो भने तेरो बाजे तेरो गाडी हो र तँलाई लानलाई यो सन रोकाऊ भाग भाइ आम्मामा दाइले फेरि यस्तो रोकिदिनु भयो सर कहाँ हिँड्नु भएको मलाई पनि लग्दैन प्लिज म बस्दिनँ दाइ किन रोकिदिनु भएको तपाईँले रोक्नु भन्ने जस्तो लाग्यो मलाई होइन रोक्नु त भयो कि तर हर कहिले रोकिदिएको थिएन नि त हेल्प गर्दै थिएन नि त कसले कसैले पनि अर्कैले हो यो अर्कैले भन्दा नि बोलेरै जाउँ न त ल भिडियो गर्नु भएको हो प्रब्लम छैन नि होइन ठिक छ तपाईँ देउता हो मेरो लागि हो किन त्यस्तै होइन खुट्टा ढाउँदा पाप लाग्दैन मेरो दाजु तपाईँलाई मा कसम दाइ म उता पूर्व गएर आएको लेट्स गो दाइ उज्जवल होइन त उज्जवल ल हाम्रो उज्जवल बस्नेजीसँग हामी अहिले इटहरी आइसकेका छौँ र प्लस उहाँले चाहिँ मलाई अब गाडीमै हालिदिने कुरा गर्दै हुन्थ्यो तर यो हिचाइकिङ चल्दैछ हिचाइकिङ गर्नुपर्ने हुन्छ अनि मलाई यहाँ भात खानु भनेर 200 पनि दिनुभएको छ एउटा एडभेन्चर गरौँ न कसैसँग लिफ्ट माग्दिनु न विराटनगरसम्म या कहीँसम्म जानेहरूसँग यसो ट्राई हान्नु त आज ल हाम्रो अब उज्जवलजीले मलाई लिफ्ट मागिदिँदै हुनुहुन्छ है त अब पत्याइहाल्छ नि फेरि उहाँ चाहिँ के रहेछ भने अब हाम्रो मास्टर्स चाहिँ काठमाडौँतिर जोइन गर्नुभएको रहेछ ब्याचलर उहाँ धरानमा अनि विश्व आदर्शमा 11-12 पढ्नु भएको रहेछ छिमेकी नै हुँदो रहेछ नि पहिले मात्रै भेट्नु भएको अहिले यहाँ बल्ल बल्ल ल बाइकतिर यसो ट्राई हानौँ त लु यस ल साथीभाइहरू यहाँ लाइभ हिचाइकिङ चल्दैछ विथ हाम्रो उज्जवलजी उज्जवल बस्नेत बाइकमै माग्दिउँ न लिफ्ट ल आम्मामा धुलो पनि चमक्कै चम्किराख्नु भएको छ गएर नुहाउनु पर्ने डबल ल हजुर कहाँसम्म जाने हो हजुर भनेको कहाँ हो विराटनगर जाने दाइ विराटनगर लगभग लिफ्ट माग्दै 77 जिल्ला मध्ये 70 चाहिँ घुमिसक्नु भएको रहेछ मैले अहिले म धुलाबाडीबाट आएको म चाहिँ ठ्याक्कै तपाईँलाई कहाँ पो भेटेको थिएँ मैले त्यो के अरे पथरीबाट अगाडि त्यहाँबाट ल्याइदिए हो अब हजुरले त्यहाँसम्म लगिदिनुहुन्छ भने ओके पैसा चाहिँ छैन उहाँसँग ए हस् ल जानु दाइ जानु ल भन्नु त पैसाको जमानामा यो बिना पैसा कहाँ बिना पैसा मैले लग्दिनँ हुन्थ्यो नि अब
घरमा बिहानदेखि हिँडेको हो त ल इटरीबाट विराटनगर चाहिँ 24 किलोमिटर रहेछ खै यहाँ हाम्रो उज्जवलजीले ट्राई चाहिँ गर्दै हुनुहुन्छ दिँदै भन्दै हुनुहुन्छ यहाँ अब यहाँ सुजन दा पुगिसक्नु भयो कि फोन गरेको फोन उठाउनु भएन अब झमक्कै हुनु लाग्यो त्यही त झमक्कै भइसक्यो कारै रोकिदिउँ न हौ कार त प्राइभेट जेट हो नि हाम्रो नेपाली कारहरू त कहाँ रोकिदिन्छ एउटा मान्छे लानु नि यस्तो गर्छ हो नि हेचाइकिङ सजिलो रहेछ त कसो अरे अन्तिम गाडी नै होला राति भएर पनि बाइक हो कि के हो के देखिँदैन दाइ गाह्रो छ चोरी गर्ला जस्तो गर्छ उज्जवल ब्रदरलाई हो मैले पनि तपाईँलाई के लाग्यो स्पिड थियो नि त म रोक्दैन जस्तो लाग्यो होला त्यही पनि अब आशको फल देखाउनै पर्यो भन्ने कुरो हो नि त कहाँ रोक्नु अब छोडिदिनु म अगाडि बढ्ने प्रयास गर्छु ब्रो ल उज्जवलजी नागेर चाहिँ 70 जिल्ला घुमिसक्नु भएको रहेछ मैले पनि ल्याइदिएको हजुर जानुपर्ने चाहिँ विराटनगर जिल्लाको सदरमुकाम ल उज्जवलजी थ्याङ्क यू ब्रो यो हो नि मास्टर्सको कमाल ल बाई ल हस् उज्जवल बाई ल ल थ्याङ्क यू ब्रो ल उज्जवलजीले अब सक्सेसफुल्ली मलाई हेडसाइकिङ गराइदिइसक्नु भएको छ थ्याङ्क यू सो मच ब्रदर म अहिले चन्द्रगढीबाट के नाम हो हजुरको रमेश हमाल यो भनेको रातिको मामला हो हाम्रो रमेशजी मलाई छोडेर गइसक्नु भएको छ अनि सुजनजी उता हुनुहुन्छ अलिकति साइडमा उभिनु पर्ने हुन्छ खै उता लाइटतिर जाउँ राति फर्स्ट टाइम हाम्रो नेपालमा पनि हिजोकै हाने राति सन आइपुग्यो म्याम आँखा के साह्रो बिजोग बनायो त यार खोइ यो चस्माले देखिन्न र राति देखिन्छ त ए मेरो भन्दा त क्लियरै देखिँदो रहेछ त अनि मेरो भन्दा त क्लियरै देखिँदो रहेछ त अनि यो व्हाइट ग्लास अनि त्यो अनि ब्ल्याक ग्लास ल अब नेपालको हिजोइकिङ यस्तै छ बाटोतिर कुनै हिजोइकरहरूलाई भेट्नु भयो भने लिफ्ट सिफ्ट दिनु होला सहयोग गरिदिनु होला होइन अब दुःख सुख यस्तै छ अनि हाम्रो उहाँ ब्रदरलाई पनि धन्यवाद भन्न चाहन्छु जसले मलाई लिफ्ट चाहिँ मिलाइदिनु भयो ना मैले मेरो दिमाग चक्राएर बिर्सेँ मैले मलाई चाहिँ ब्रदरले